नमस्कार, म सबिना थापा, कक्षा 10 मा अध्ययन गर्ने विद्यार्थी श्री शुक्ला माध्यमिक विद्यालयबाट। आज म तपाईहरुको सामु त्रिकोणमितिलाई कसरी हाम्रो व्यवहारिक जीवनसँग कसरी जोड्न सकिन्छ भन्ने बारे भन्न गइरहेकी छु। त्रिकोणमिति भनेको त्रिकोण र मेट्रोन शब्द मिलेर बनेको हुन्छ। त्रिकोण मेट्रोन शब्द मिलेर बनेको हुन्छ, जसमा त्रिकोणको अर्थ त्रिभुज र मेट्रोनको शब्द त्रिभुजको नाप भनेर बुझिन्छ। र त्रिकोणमिति शब्द ग्रीक भाषाबाट आएको हो। थीटा, बीटा, गामा, अल्फा यिनीहरू ग्रीक शब्दहरू हुन्। त्रिकोणमितीय भन्नासाथ समकोणी त्रिभुज हुन्छ र समकोणी त्रिभुज भन्नासाथ पाइथागोरस साध्यसँग सम्बन्धित हुन्छ। यहाँ एउटा फिगर रहेको छ जसमा एउटा समकोणी त्रिभुज देखाइएको छ र उक्त समकोणी त्रिभुजमा एउटा 90 डिग्रीको कोण देखाइएको छ जसको विपरीत दिशातिर कर्ण यानी कि यज पर्छ र उक्त यहाँ एउटा सान्दर्भिक कोण दिएको छ थीटा र उक्त थीटाको सिधामा लम्ब यानी कि पी हुन्छ र बाँकी रहेको स्पेसमा आधार यानी कि बेस हुन्छ। र यहाँ टोटल 100 बक्सेसहरू रहेका छन् र यहाँ 64 बक्सेसहरू रहेका छन् र यहाँ टोटल 36 बक्सेस र यहाँ 100 बक्सेसहरू रहेका छन् भने 64 यी दुईटा बक्सहरू जोड्दा 64 + 36 गर्दा 100 आउँछ र यसले के जनाउँछ भने पाइथागोरस साध्य भन्नासाथ h² = p² + b² भन्ने प्रमाणित हुन्छ। अब हामी कुरा गरौँ यहाँ त्रिकोणमितीय अनुपातहरू 6 वटा रहेका छन्। ती हुन् sin, cos, tan, cosec, sec, cot र तिनीहरूको आफ्नै स्वतन्त्र मान रहेका हुन्छन्। sin को p/h, cos को b/h र tan को p/b हुन्छ र cosec, sec, cot को मान भने उल्टो ठ्याक्कै sin, cos, tan को मानलाई उल्ट्यायौं भने उक्त cosec, sec र cot को मान आउँदछ। हामीले यसलाई अझ सजिलो तरिकाले बुझ्न पनि सकिन्छ। sin, cos, tan को मान पत्ता लगाउनको लागि हामीले सजिलो तरिकाबाट पोखरा, बेसी, पोखरेल, हरि बोल जसको माध्यमबाट हामीले sin, cos, tan को मान सजिलैसँग पत्ता लगाउन सक्छौं। र अब कुरा गरौँ उन्नतांश कोण र अवनति कोणको। उन्नतांश कोण भनेको के हो त? उन्नतांश कोण भनेको जब हामी यहाँ एउटा वस्तु देखाउँछौं, यहाँ धरा रहेको छ। जब उन्नतांश कोण भनेको जब कुनै पनि मानिसले यसरी धराको उक्त टपमा हेर्यो भने उसको आँखा सिधा यहाँ पर्छ र यहाँ उसको आँखाले यहाँ हेरेको समयमा यहाँ एउटा कोण बन्छ र यहाँ जमिनसँग समानान्तर हुने गरी बनेको कोणलाई उन्नतांश कोण भनिन्छ। र अवनति कोण भनेको के हो त? अवनति कोण भनेको जब कुनै अब मानिलिउँ जब अब मानिसले हेर्न पर्यो, अब कुनै पनि वस्तु यहाँ मानिलिउँ यहाँ एउटा मानिस छ, छतमा बसिरहेको छ। उक्त मानिसले यहाँ तल भुइँमा हेर्न पर्यो भने उसको आँखा सिधा उक्त जमिनमा पर्छ र त्यहाँ क्षितिज रेखा बन्छ जसलाई उन्नतांश कोण भनिन्छ। जब मानिस घरको नजिक जान्छ दूरी घट्छ र कोण बढ्छ। यदि मानिस घरको टाढा गयो भने दूरी बढ्छ भने तर कोण भने घट्छ। र अब म अन्त्यमा के भन्न चाहन्छु भन्दा धेरै धन्यवाद रिसिङ गाउँपालिकालाई यस शैक्षिक सामग्री प्रदर्शन कार्यक्रम आयोजना गर्नुभएकोमा। विशेष गरी हामीलाई गणित विषय पढाउनु हुने शिक्षक ललिमान गुरुङ सर, केशर गराङ्जा सर, पदमाले सरलाई पनि धेरै धन्यवाद। उहाँहरूले गर्नु भएर नै हामीले यस रिसिङ गाउँपालिकामा यस गणित विषय सम्बन्धी शैक्षिक सामग्री प्रदर्शन गर्न पाएका छौं। र यस रिसिङ गाउँपालिकामा हामी मात्रै नभई विभिन्न विद्यालयबाट धेरै विद्यार्थीहरू आफ्नो छुट्टै विषय सम्बन्धी आफ्ना शैक्षिक सामग्रीहरू प्रदर्शन गर्न आएका छन्। र म अन्त्यमा के भन्न चाहन्छु भन्दा गणित विषय एउटा पाठ्यपुस्तक मात्र नभई हामीले यसलाई व्यवहारिक जीवनसँग तुलना गर्यौं भने यसलाई अझ सजिलो तरिकाले धेरै समयसम्म बुझ्न सकिन्छ र जसले गणित सिकाइ प्रभावकारी बनाउन सकिन्छ। धन्यवाद।